बालेन यो नाम हो सोचको क्रान्ति। राजनीति सेवा हो, व्यापार होइन। देश विकास नाराले होइन, प्रणाली सुधारले हुन्छ। बालेन यो नाम हो नयाँ सुरुवात। पुराना दलले घुमाए देश वर्षौंसम्म घुमाउरो बाटोमा। काङ्ग्रेस एमाले माओवादी पालै पालो सिंहासन। जनताको आशा मात्रै भयो सधैँ बलिदान। विकास भनेको बाटो मात्र हो भनी सिकाए। कालो पत्रे हालेर फोटो खिच्चे झुक्याएर देखाए। चप्पलबाट जुत्ता लगायो भन्दै गर्व गरे। जब पछाडि भ्रष्टाचारको थुप्रो चुपचाप भरे। घरभित्र पैसा जल्दा भिडियो देखियो। एआईले बनाएको भन्दै फेरि जनता झुकाइयो। यो कस्तो नाटक कस्तो अभिनय। गरिबको पसिना खाएर बन्यो दरबार र भवन ठुलो भव्य। युवालाई रोजगारीको बाटो कहिले बनाएनन्। बाध्य भएर विदेश जाँदा रहरले गयो भन्न छोडेनन्। पासपोर्टको लाइनमा भविष्य बेचिँदैछ। भाषणमा भने समृद्ध नेपाल भन्दै माइक कराउँदैछ। आन्दोलनमा जनताको छोराछोरी ढले तर नाम दिए आतंककारी भन्दै नसुनिमै टाले। आफ्नो छोराछोरीको बिहेमा बाटो बन्द गरिने। जनताको छोराछोरी सडकमा मर्दा चुप लागेर हेरिने। चुनाव भनेको आरोपको खेल होइन। अरूलाई गिराएर आफू उक्लिने मेल होइन। आफ्नो राम्रो काम देखाउ त्यो नै प्रोनाथ हो। विरोध गर्न सिकाउने दिमागले देश बनाउने ज्ञान होइन। नयाँलाई मौका नदी कसरी थाहा हुन्छ। यसले यो गर्छ उसले त्यो गर्छ कसरी दाबी हुन्छ। जबसम्म पुरानै चक्रमा देशलाई घुमाउने त्यति बेला कसरी अगाडि बढाउने। नेताले लाटो जनता पाए, जनताले बाठो नेता पाए। यो समीकरण नै बिग्रेको छ त्यसैले देश आजसम्म उभिन सकेको छैन स्पष्ट। हिजो केही नभएका नेताको आज महल ठडिएको छ। तर जनताको घरमा अझै पनि चिसो भात पाकिरहेको छ। जिन्दाबाद जिन्दाबाद भन्दै भिडे घोराउँछ। तर भोलि के खाने त्यसको उत्तर कसैले नदिन्छ। राजनीति जिम्मेवारी हो, शक्ति त दर्शन होइन। बजेट खाने थालो होइन, पारदर्शिता हो लुट होइन। युवाको सपना नेपालमै पुरा हुने समय। विदेश होइन आफ्नै भूमिमा भविष्य उज्यालो हुने। डिजिटल शासन सफा प्रणाली। हिसाब किताब खुला जवाफदेही नै असली। जनता जागे मात्र देश उठ्छ। भावनाले होइन विवेकले भोट हाल्दा परिवर्तन फस्टाउँछ। यो नाम हो बालेन सोच स्पष्ट लक्ष्य स्वच्छ। राजनीति